परमेश्वरलाई धन्यवाद गर्छु। मेरो गुरु मसीह येशूको नाउँमा पिता परमात्मा हजुर हुनुहुन्छ, पवित्र आत्मा हजुर हुनुहुन्छ, जगतका पिता हजुर हुनुहुन्छ, सृष्टिकर्ता हजुर हुनुहुन्छ। पिता, सुत्नुभन्दा अगाडिको प्रार्थनामा परमात्मा पिता हजुरको पवित्र आत्माबाट पवित्र प्रार्थना दिनुहोस्। पिता, मसीमा दिइसक्नुभयो। परमात्मालाई अनगिन्ती धन्यवाद गर्छु मेरो गुरु मसीह येशूको नाउँबाट। धन्यवाद 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 पिता, आजको दिन देखाउनु भयो पिता, सदाको जस्तो रोजगार दिनुभयो पिता परमात्मा, 2 वक्तको खाना दिनुभयो पिता परमात्मा, र आत्मिक ज्ञानको भोजन पनि गराउनु भयो। परमात्मालाई अनगिन्ती धन्यवाद गर्छु मेरो गुरु मसीह येशूको नाउँमा। मेरो महान पिताको स्वर्गको राज्यको नाउँ सधैँ पवित्र रहोस् पिता। जसरी स्वर्गमा हजुरको राज्य छ पिता परमात्मा, संसारमा पनि पृथ्वीमा पनि हजुरको राज्य त्यसरी नै तेजसँगले अगाडि बढाउनुहोस् पिता। मसीमा बढाइसक्नुभयो, हामीले पाइसक्यौँ। परमात्मा पिता, धन्यवाद धन्यवाद धन्यवाद, अनगिन्ती धन्यवाद पिता। जति धन्यवाद दिन्छु त्यति नै कम हुन्छ परमात्मा पिता। हामीले परमेश्वरको आराधना गरेको छौँ पिता परमात्मा। हामीतिर फर्किनुहोस् पिता, हाम्रो पुकार सुन्नुहोस्, हाम्रो प्रार्थना सुन्नुहोस् पिता, हाम्रो प्रार्थनाको उत्तर दिनुहोस् परमात्मा पिता। मसीमा दिइसक्नुभयो। परमात्मालाई अनगिन्ती धन्यवाद गर्छु मेरो गुरु मसीह येशूको नाउँबाट। मेरो महान पिताको स्वर्गको राज्यको नाउँ सधैँ पवित्र रहोस् पिता परमात्मा। यस पृथ्वीमा संसारमा जति पनि हजुरका विश्वासी छोराछोरीहरूले दुःख पीडा पाएर बसेका छन् पिता, ती सबैलाई मुक्ति दिनुहोस्। मसीमा दिइसक्नुभयो। भोकालाई भोजन दिनुहोस् पिता, मसीमा दिइसक्नुभयो। रोगीलाई चङ्गाई दिनुहोस् पिता, मसीमा दिइसक्नुभयो। परमात्मा, हामीले पाइसक्यौँ। परमात्मालाई अनगिन्ती धन्यवाद गर्छु मेरो गुरु मसीह येशूको नाउँबाट। पिता परमात्मा, जगतका पिता, हजुरको लागि कुनै कुरा असम्भव छैन पिता। हरेक कुरा हजुरमा सम्भव छ। मनुष्यको लागि असम्भव त परमेश्वरको लागि हरेक कुरा सम्भव छ परमात्मा पिता। हामीले बोलेको कुराले, हामीले बोलेको परमेश्वरको महिमाले पिता परमात्मा, कोही पनि सांसारिकहरूलाई पनि पिता परमात्मा, हाम्रो यो सांसारिकहरूसम्म पनि हाम्रो यो बोली सुनाइदिनुहोस् पिता परमात्मा, जसले गर्दाखेरि उनीहरूले पनि हजुरको महिमा सुन्ने अवसर पाओस् पिता परमात्मा, र हजुरले मुक्ति दिनुहोस् पिता। मसीमा ल्याइसक्नु भयो चुनेर, मसीमा जनहरू चुनेर ल्याइसक्नु भएको छ। परमात्मालाई अनगिन्ती धन्यवाद गर्छु मेरो गुरु मसीह येशूको नाउँमा। पिता परमात्मा, जसरी हामीले हाम्रो शत्रुहरूलाई क्षमा गरेका छौँ पिता परमात्मा, हामीले त्यो कबुल गरेका छौँ, आजबाट हाम्रो कुनै पनि शत्रु छैन भनेर हामीले कबुल गरेका छौँ पिता परमात्मा, त्यसरी नै हजुरले हामीलाई पनि हाम्रो हरेक गल्तीहरूमा क्षमा गर्नुहोस् पिता। मसीमा गरिसक्नुभयो। परमात्मालाई अनगिन्ती धन्यवाद गर्छु मेरो गुरु मसीह येशूको नाउँबाट पिता परमात्मा। हजुरलाई थाहा छ पिता, हजुरको विश्वासी छोराछोरीहरूलाई के कुराको कमी कमजोरी छ भनेर। हरेक कुरामा हजुरको विश्वासी छोराछोरीहरूलाई सबल बनाउनुहोस् पिता परमात्मा, अब्बल बनाउनुहोस्, सबल बनाउनुहोस् पिता। मसीमा बनाइसक्नु भएको छ पिता। ज्ञान दिनुहोस्, बुद्धि दिनुहोस्, जाँगर दिनुहोस्, सिप दिनुहोस्। हरेक कुरा हजुरमा सम्भव छ पिता, हजुरले दिइसक्नुभयो। परमात्मालाई अनगिन्ती धन्यवाद गर्छु मेरो गुरु मसीह येशूको नाउँबाट पिता। पृथ्वीमा जति पनि छन् पिता रोगीहरूलाई, उनीहरूलाई पनि यो प्रार्थना सुनेर पिता परमात्मा, उनीहरूलाई मुक्ति दिनुहोस्। मसीमा दिइसक्नुभयो। जस्तै शैतान दुष्टले, जति हजार जति करोड शैतान दुष्टले उनीहरूमा राज गरेर बसेको भए पनि यसै समय यसै घडी निकालेर मसीमा दूर गर्नुहोस् पिता। हजुरको प्रार्थनाले परमात्मा पिता हरेक एक पीडितलाई मुक्ति दिनुहोस्। मसीमा दिइसक्नुभयो। कुनै पनि मानिसका छोराछोरीहरू पिता परमात्मा सांसारिक हुन् या विश्वासी, उनीहरूको सन्तानहरू पनि कुलतमा फसेका छन् भने पनि पिता परमात्मा, त्यो कुलतको दुष्ट आत्मालाई निकालेर मसीमा दूर गराउनुहोस् पिता। व्यभिचारमा फसेका छन् भने पनि व्यभिचारको दुष्ट आत्माहरूलाई निकालेर मसीमा दूर गराउनुहोस् पिता। मसीमा गराइसक्नुभयो।
परमात्मा पिता हरेक एक सन्तान छोराछोरीहरूलाई हजुरको राम्रो ज्ञान बुद्धि भरिदिनुहोस् पिता, मसीमा भरिदिइसक्नुभयो। रोगीहरूलाई मुक्ति दिनुहोस् पिता, हरेक किसिमको एन्जाइटी रोगीहरूलाई, हरेक किसिमका मुटु रोगीहरूलाई, क्यान्सरहरूलाई, ब्लड प्रेसरहरूलाई, सुगरहरूलाई सबैलाई मसीमा चङ्गा गराइदिनुहोस् पिता। यही प्रार्थनाको सुनेर पिता परमात्मा मसीमा बनाइदिइसक्नुभयो। परमात्मालाई अनगिन्ती धन्यवाद गर्छु मेरो गुरु मसी येशूको नाउँबाट। मेरो महान पिताको स्वर्गको राज्यको नाउँ सधैँ पवित्र रहोस्, पवित्र 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 रहोस् पिता परमात्मा। पृथ्वीमा रहने हरेक एकको कानमा यो प्रार्थना सुनाइदिनुहोस् पिता, जसले गर्दा हजुरको राज्यमा पिता परमात्मा उनीहरूले चङ्गाई पाउन्, आशिष पाउन्। पिता परमात्मा मसीमा सुनाइदिइसक्नु भएको छ परमात्मा पिता। हजुरको विश्वासी छोराछोरीहरूको जे जति पनि छ पिता परमात्मा, हाते सिप, रोजगार, कृषि, व्यवसाय, व्यापार, हरेक कुरामा जागिर, हरेक कुरामा हजुरको आशिष वर्षाउनुहोस् पिता, मसीमा वर्षाइसक्नु भएको छ। परमेश्वरलाई धन्यवाद गर्छु मेरो गुरु मसी येशूको नाउँमा। परमेश्वरलाई महिमा होस्। पिता परमात्मा हजुर हुनुहुन्छ, पवित्र आत्मा हजुर हुनुहुन्छ पिता। हजुरको जीवित पुत्र मेरो गुरु मसी येशूको नाम भएर माग्छु, आमेन।